एनिवे गाइज आजको भिडियोमा हजुरलाई स्वागत छ। सबैजना राम्रो सन्चै हुन्छ होला होइन। अनि आज चाहिँ के हो भने दसैँको फुलपातीको भोलिपल्ट आज चाहिँ खसी काट्ने दिन के भन्छ त्यो त मलाई थाहा छैन। अनि आज चाहिँ हाम्रो चाहिँ त्यो माड हान्नुपर्छ। अनि माड हाल्दा चाहिँ हामीलाई माड भन्छ मैले माड हान्नुपर्छ, मतलब पाठे काटेर पूजा गर्नुपर्छ होइन। अनि त्यसलाई चाहिँ हामीलाई उखु अनि अदुवा सदुवा के चाहिन्छ। अनि म चाहिँ त्यो अनि यो कुबिन्डो लौको होइन घिनौलो र कुबिन्डो चाहिन्छ। अनि त्यही भएर म चाहिँ अहिले मैले घिर्नु त लगिसकेँ। मैले अदुवा ताटी छ है। अनि यो यसले नै भइहाल्छ, यसले नै काम चलिहाल्छ किनकि यसको फुल पनि छ है। फुल झरेको छैन होइन, यो फुल झरेको चाहिँ हुँदैन, यो सुकेको अनि यो छरीले चाहिन्छ। अनि मैले त्यो अदुवा सदुवा लग्नु पर्ने हुन्छ होइन। अनि आजको भिडियो नै अन्तसम्म हेरिदिनु नि तपाईँले म हामीले पूजा गरेको सबै मजाले देखाउने होला छु। अनि हामीले त्यो पूजा गरेको थियो नि मेरो भिडियोहरू भने तपाईँले देखिसक्नु भएको छ होला। नौलाको पूजा गरेको थियो हिजो हामी चाहिँ यिनीहरू है देखिन नौलाको पूजा गरेको किन हेऱ्यो होइन। अहिले चाहिँ मैले त्यो सबै त्यो सामान ठिक पाइसकेर तपाईँलाई देखाइरहेको छु। म चाहिँ हामीले दुर्गा पूजा गर्ने ठाउँ अनि हाम्रो त्यो जमारा अझै हामी त्यहाँ पूजा गर्दैछौँ। अनि त्यहाँले चाहिँ हामीले अब एकछिन माथि त्यो पाठी काट्नुपर्ने हुन्छ पूजा गरिसकेर। बुझ्ने आउनु हुँदैन अघिदेखि भनेको। यसपालि जमारा पनि गर्दै न अब अझै 2 दिनमा 3 दिन बाँकी छ। एनु एकाइ छैन। अहिले चाहिँ म तपाईँलाई त्यो हाम्रो दुर्गा पूजा गरेर देख्न आँटेको छु। त्यो चाहिँ हामीले के गऱ्यौँ त्यो देखाइहाल्छु। यतातिर चाहिँ के रहेछ 7वटा होला 8 ठाउँ रहेछ। मजाले देखेँ। अब चाहिँ हामीले पाठी काट्न आँटेको त्यो पाठी काटेको भिडियो तपाईँले चाहिँ मेरो फेसबुक विमल थापा त्यहाँ सर्च गरेर म लाइभ भिडियो गरिदिने छु। त्यहाँ गएर तपाईँहरू हेर्नु होला है त। त्यो पाठी काटेको भिडियो म युट्युबमा हाल्नेवाला छैन, फेसबुकमा लाइभ गरिदिन्छु। गरेर हेरिहाल्नु हेर्न मन छ भने। एनु एकाइ चाहिँ हामीले त्यो पाठी साठी काटिसक्यो बनाइसक्यौँ भने मेरो पोलेको मासु चाहिँ यहाँनिर छ है। भर्खर पोलेर राखेको टक्कसँगले यस्तोमा छ है। यो पोलेको मासु यसरी टक्कसँगले खाइदिनु पर्ने हुन्छ। यो पोलेको मासु मैले खानु पर्ने हुन्छ। मैले कति बिस्तारो बोलेँ यो अहिले भर्खर मैले बोलेँ तपाईँले केही पनि बुझ्नु भएन। मैले कति बिस्तारो बोलेँ। मैले पोलेको मासु खानुपर्छ भनेको थिएँ, अहिले तपाईँले बुझ्नु नै भएन। नुहाएका चाहिँ म घरको सबै कामसाम गरेर मैले नुहाए पनि अन्त मैले हल्का फुल्का मासु पनि खाएर आइपुगिसकेँ। अनि त्यो मासु अब तपाईँले देख्नु मैले पोलेको मासु खाएको पनि यहाँ चाहिँ म पिङ खेल्न आएको है। यो रुख चाहिँ पहिले उता थियो अनि बाटोले गर्दाखेरि भएको थियो होइन। हाम्रो चोक भनेको चाहिँ यो चोकतिर केटा हो, चोकतिर यही हो। अनि हाम्रो पिङ चाहिँ यतापट्टि छैन है। यो पिङ हिजोको भ्लगमा तपाईँले त्यो लिङ्ग सिङ गरेको हल्का फल्का तपाईँले देख्नु भएको छ होला होइन है। सलिङ्गेको पिङ होइन है। यतातिर तपाईँले देखिरहनु भएको होला। अब म खेल्नु पर्ने छ टक्कसँगले। अनि भाइ त घर जाएर छिटो मासु लिएर भात पो आएको छैन अरे त्यो काकीले भनेको। रमाइलो चाडा गाउँघरमा आइपुग्यो नेपाली जनको महान पर्व गाउँघरमा आइपुग्यो। हो दसैँ आयो वर्ष र दिनको रमाइलो चाडा गाउँघरमा आइपुग्यो नेपाली जनको महान पर्व गाउँघरमा आइपुग्यो। हो दसैँ आयो।
आइसकेर तास खेल्थेँ मैले चाहिँ एकदम ठुलो हावा चल्यो त्यो हावा चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु यता हावा एकदम आवाज मात्रै आउँछ म त्यहाँ बोलेको नबोलेको केही पनि हुँदैन दसैँको बेला पानी पर्दै आयो क्या पुरै कालो मैला भएर आइरहेको छ त त्यो अहिले चाहिँ कति 1 बज्यो होला 1 एनुका छैन अहिले चाहिँ एकदम पानी परिरहेको छ अनि आज चाहिँ अर्को दिन पनि भइसकिसक्यो अनि यो चाहिँ मैले भिडियो खासै बनाउन पाइनँ किनकि म ढाइस्कुलमा जानु पर्थ्यो होइन अनि बेलुका फेरि भिडियो बनाउनु तास खेलेको हाम्रो घरमा डेढ तास खेल्नुभयो म्यारिज म चाहिँ खेल्दिनँ किनकि मलाई म्यारिज खेल्न आउँदैन अनि अहिले चाहिँ एकदम धेरै पानी परिरहेको छ तपाईँहरूले आवाज पनि सुनिरहनु भएको होला होइन अनि आजको भिडियो यहीँ सक्ने होला थ्याङ्क्स फर वाचिङ बाई बाई अनि दसैँको सबैलाई धेरै धेरै शुभकामना अनि अलिकति पानी परेको सिन हेरिदिनु झसक्क 2-3 सेकेन्ड अनि